फेरि पनि तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ म तपाईहरुको लागि भनेर विशेष एउटा भिडियो लिएर आएको छु, जुन चाहिँ तपाईहरुले निकै नै अब सहयोगमूलक हुनेछ। भिडियो चाहिँ तपाईहरुको जसको शरीरमा दुबी आएर हैरान हुनुहुन्छ भने म आज त्यसको लागि चाहिँ म एउटा जानकारीमूलक भिडियो बनाउन गइरहेको छु। एउटा दबाई घरायसी दबाई बनाउन गइरहेको छु। ल साथीहरु, कति पनि ढिलो नगरी आजको भिडियोलाई म अगाडि बढाएर तपाईहरुले शेयर गर्न चाहन्छु। सर्वप्रथम त तपाईहरुले यो दुबी यो झार चिनी नै हाल्नुहुन्छ हैन। यो के हो भनेर चिनी नै हाल्नुहुन्छ। यो दुबी हो। यो दुबी चाहिँ तपाईहरुको शरीरमा कति दुबी छ त्यही अनुसार आफैले अन्दाज गरेर यो लिन सक्नुहुन्छ। ल यो केही मात्रामा मैले लिए र त्यसैगरी म अब चामल चाहिन्छ। साथीहरु, यो के हो चिन्न सक्नुहुन्छ हैन। मजाले चिन्नुहुन्छ नि तपाईहरुले। यो चाहिँ चामल हो हैन। अब तपाईहरुले आफ्नो शरीरमा दुबी कति आएको छ त्यही अनुसारले चामल र दुबीको प्रयोग गर्नु होला। मैले दुबी पनि यहाँ लिएर राखेको छु। अब यसले चाहिँ अलिकति यसरी भिजाउनु पर्ने हुन्छ। थोरै जति ढाडिएर योसँग चाहिँ दुबीसँग चाहिँ किच्याउनु पर्ने हुन्छ। यो दुबीसँग चाहिँ यसरी किच्याउनु पर्ने हुन्छ हैन। तपाईहरुको जति आवश्यक छ त्यति अनुसार किच्याउनु होला। अनि यसरी किच्याउनु होला। ढुट्टो पिठो बनाउनु पर्ने हुन्छ। लेदै बनाएको झनै राम्रो। भिडियो लामो हुन सक्छ, म एकैछिनपछि फेरि पनि म गरिहाल्छु। साथीहरु, तपाईले चाहिँ यसरी कुटेर ढुट्टे बनाउनु पर्ने हुन्छ। जति राम्रो ढुट्यायो उति नै राम्रो हुनेछ। यो चाहिँ यसरी चाहिँ पिस्नु पर्ने हुन्छ। साथीहरु, तपाईको कुनै दबाई अस्पतालको दबाई आयुर्वेदको औषधिहरूले पनि निको हुँदैन भने तपाईको 1 देखि 2 महिना 3 महिनासम्ममा तपाईको दुबी चाहिँ पुरै हराइसक्नेछ। तपाईले यसरी ढुट्टो कुट्नु होला है त। भिडियो लामो हुन सक्छ, त्यत्रो लामो त हुँदैन। त्यही पनि सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनु होला साथीहरु। फाइनली गाइज, मैले चाहिँ कुटिसकेको छु। हेर्न सक्नुहुनेछ। यस्तो भइसकेको छ हैन। यतिको भइसकेपछि चाहिँ हामीले अब के गर्नुपर्छ भन्दाखेरि जहाँ तपाईको एउटा यस्तो बटुकामा कचौरोमा लिनुहोस्। सर्वप्रथम त कचौरोमा लिसकेपछि हामीले के गर्नुपर्छ भन्ने कुरो म भन्दै जानेछु। यो राम्रोसँग बटुल्नु होला। औषधि भनेको यो एकदमै महत्त्वपूर्ण हो। त्यसैले गर्दाखेरि चाहिँ यो हामीले राम्रोसँग गर्नुपर्ने हुन्छ। अब तपाईहरुले यसमा थोरै पानी हल्का मिसाइदिनुहोस्। ठिक्क हैन। हल्का यसरी कलर आउने गरी भिजाइदिनुहोस्। र तपाईहरुले चाहिँ अब यहाँदेखि के गर्नुपर्ने हुन्छ भने म भन्दै जानेछु। यसरी घोल्नुहोस् र फाइनली यतिको भइसकेको छ। अब यहाँबाट तपाईहरुले चाहिँ लाउन सुरु गर्ने हो। लाउने तरिका पनि म भन्ने छु। साथीहरु, अब चाहिँ म तपाईहरुलाई कसरी दबाई लाउने भन्ने बारेमा सिकाउन गइरहेको छु। यो देख्दै हुनुहुन्छ नि। अब मेरो पनि यहाँ हल्का हल्का दुबी आएको कारणले गर्दाखेरि मैले पनि थोरै लाउन बाध्य भएँ। हातले लाउँदा नि भयो। अब तपाईहरु कपडा जेले लाउँदा नि हुन्छ। मेरो चाहिँ यहाँतिर आएको कारणले गर्दाखेरि यसरी लाउनुहोस्। कहाँ दुबी छ तपाईहरुको त्यही लाउनुहोस्। मज्जाले मार्नुहोस् है।
यस्तोहरू यहीँ छोड्नुपर्छ, पुरै मालिस गर्ने होइन। अब तपाईँहरूले यहाँदेखि यसरी लाउनुहोस् है, यसरी लाउनुहोस्। जति बाक्लो उति राम्रो हुनेछ यो दबाई चाहिँ। यसरी लाउनुहोस् है, कहाँ कहाँ दुबी छ आवश्यक अनुसार लाउनुहोस् है। मैले चाहिँ यतिको लगाइसकेको छु। यसरी लाउनुहोस् होइन। तपाईँको 1 महिनादेखि लिएर 3 महिनाभित्रमा तपाईँको दाँत चाहिँ अलिक गाह्रै पर्छ, दुबी चाहिँ पक्कै जान्छ। यति गरिसकेपछि तपाईँले कुनै अस्पतालको औषधिहरूले काम नगरेको पनि यसले नै काम गर्नेछ साथीभाइहरू। हेर्नुहोस्, फाइनली म यतिको भइसकेको छु, जङ्गली भूत जस्तै भएको छु होइन। अब बडीहरू पनि यस्तै छ होइन। यसरी चाहिँ लाउनु होला साथीहरू। अब आजको लागि भिडियो यति नै भन्न चाहन्छु। लाइक कमेन्ट सब्सक्राइब गरेर साथ दिनु होला। निकै मेहनत अब तपाईँहरूलाई पनि चाहिने नै भिडियो बनाएको छु, त्यसैले गर्दाखेरि यस्तै भिडियोहरू चाहिन्छ भने लाइक कमेन्ट तपाईँहरूले सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु। म भर्खर अब न्यू युट्युब च्यानल हो नि त, त्यही भएर सब्सक्राइब गरिदिनु चाहिँ निकै अब तपाईँहरूको हातमा छ, जरुरी लाइक कमेन्ट अब गरिदिनु होला सबै ल। हस्त, धन्यवाद।